नमस्कार, वेलकम। फेरि पनि मेरो मिनी ब्लगमा हजुरहरूलाई स्वागत छ। आज निर्वाचनको दिन हामी पनि भोट दिन आफ्नो अधिकार प्रयोग गर्न पाएको अधिकार भोट हाल्न जाँदैछौँ। हाम्रो देशमा आगामी दिनमा सुन्दर शान्ति समृद्धि होस्। हजुरहरू पनि निर्वाचन केन्द्रमा गएर गतिलो मान्छे काम गर्ने देशको प्रति माया राख्नेलाई अवश्य भोट दिनुहोला। आशा छ हाम्रो देश अब प्रगतिको बाटोमा अगाडि बढ्ला। आज निर्वाचनको दिन भोट हाल्न जान पर्ने भयो। आफ्नो अधिकार प्रयोग गर्न पर्यो। अब देश राम्रो होस्, देशका हाम्रा मन्त्रीहरूले राम्रो काम गरून्, सुख शान्ति समृद्धि होस् सबैमा, हाम्रो देशमा ल यही कामना छ। कत्रो लाइन लाग्ने हो आज फागुन 21 नेपालमा निर्वाचनको दिन। हामी अहिले लाइन लागेर आफ्नो मतदान नम्बर लिँदैछौँ। आज सडक पनि निकै सुनसान छ, गाडी र बाइकहरू चलेका छैनन्। चारैतिर चुनावी माहौल देखिन्छ। आफ्नो अमूल्य मत सही व्यक्तिलाई दिन सबैजना उत्साहित छन्। अब मेरी छोरीले पनि आफ्नो मतदान नम्बर लिइसकिन्। अहिले हामी आमा छोरी मिलेर हेर्दैछौँ हामी कुन नम्बरमा पर्यौँ भनेर। लोकतन्त्रमा हरेक मतको ठुलो महत्त्व हुन्छ, त्यसैले सबैले आफ्नो मतदान अधिकार प्रयोग गर्नै पर्छ। अब बुहारीले पनि आफ्नो मतदान नम्बर लिइसकिन्। आज परिवारै मिलेर मतदान गर्न पाउँदा झन् खुसी लागेको छ। मोबाइल ल्याउन पाइन्न क्या? ठुलो आज जानु मलाई दिनु त होला नानीलाई। म पकाउँछु आऊ आऊ यहाँ मसँग बस्ने आऊ। होइन शीतलमै बसेको थिएँ नि त। सबसे पहिला गएर सबसे लास्ट मेरो त किन पाइने सबभन्दा त तिम्रो कति छिटो भएको। मेरो पनि त बहुत छिटो। मेरो साथी कसलाई भोट दिन्छस्? जसले जित्यो उसैलाई। अब त जसले जित्यो उसैलाई जाने हो। ल साथी हो, बल्ल बल्ल लाइन बसेर भोट दिएर आइयो। अब घरतिर जाने लाइन हामी भइसक्यो आरामै। मम्मीले चाहिँ लगाइदियो रहेछ। भोट हालेर आउनुभयो। लैन जाऊ भोट दिएर एकदम गर्मी भएर यहाँ टन्न छाप लगाएर आइयो भोट दिएर। अब आनन्द भयो।